तपाईको घाँटीको गर्दन कालो हुँदै गइराखेको छ, बेली फ्याट बढ्दै गइराखेको छ, यस्तै स्किन ट्याक्सहरू देखा पर्दैछन् र खाना खाना बित्तिकै तपाईहरूले थकान महसुस गर्दै हुनुहुन्छ, यो साइन यस्तो कन्डिसनको साइन हो कि जो डाक्टरले पनि बताउनेवाला छैनन्। यदि तपाईले यो साइनलाई इग्नोर गर्दै हुनुहुन्छ भने भविष्यमा गएर तपाई ब्लड प्रेसर, PCOS, डायबिटिज, कोलेस्ट्रल जस्ता बिमारीहरूको शिकार बन्नुहुनेछ। एकदमै धेरै अध्ययन र अनुसन्धानका अनुसार 93% मानिसहरू यो प्रब्लमको शिकार बन्दै गइरहेका छन् र यो बिमारीको नाम हो इन्सुलिन रेसिस्टेन्स। यो कन्डिसनमा तपाईको बडीभित्र तपाईको इन्सुलिन यति धेरै मात्रामा हाई हुन्छ कि तपाईको बडीले इन्सुलिन नै युज गर्न बन्द गरिदिनेछ। यो बिमारीको उपचार केही छैन, साथसाथै यसको कुनै पनि औषधि छैन, यहाँसम्म कि डाक्टरले यहाँसम्मको पनि चेक गर्दैन। गुड न्यूज यो छ कि तपाईले सिम्पल लाइफस्टाइलबाट यो बिमारीलाई रिभर्स गर्न सक्नुहुन्छ। नम्बर 1, इन्टरमिटेन्ट फास्टिङ। इन्टरमिटेन्ट फास्टिङले तपाईको बडीलाई विश्राम दिनेछ, यानि कि बिहान उठ्न बित्तिकै खाना खानु हुँदैन, तपाईको बडीलाई खानाबाट रेस्ट दिने। यसो गर्दा इन्सुलिन लो हुनेछ र तपाईको बडी बिस्तारै इन्सुलिन सेन्सिटिभ हुनेछ। नम्बर 2, फाइबर। तपाईले आफ्नो खानामा फाइबर एड गर्नुपर्छ। फाइबर एड गरेको खाना खाँदा बडीभित्र सुगर कन्ट्रोल हुनेछ। सुगर कन्ट्रोल हुनाले तपाईको इन्सुलिन पनि कन्ट्रोल हुनेछ। यो दुई तरिकाबाट तपाईको वेट लस सँगसँगै हर्मोन पनि ब्यालेन्स हुनेछ। तपाईको बडीमा सुजन पनि कम हुनेछ र भविष्यमा आउन सक्ने बिमारीहरूबाट तपाईले छुटकारा पाउनुहुनेछ। यदि तपाई यो विषयमा अझ बढी कुराहरू जान्न चाहनुहुन्छ भने मलाई फलो र लाइक गर्न नबिर्सिनु होला है त।